दिदी यो साउन्ड लागेको छैन यो हरियो नेलपलिस के गर्नु तँलाई आइहाल्यो भने तँलाई मान्छेलाई युज हुँदैन यो तेरो बाजे हेलो गाइज आज चाहिँ हामी कलर एक्सचेन्ज गेम खेल्न लागेको हैन सो यस स्टार्ट पहिले देखा न के छ दुईटा मात्र अझ अर्को छ त्यो चाहिँ डाइरेक्ट देखाउन मिलेन त्यो भएर यति हो है ल लेट्स बिगिन है त तेरो कुन कलर भन्नु रेड कुन थियो रेड ब्ल्याक सँग गए सँगै रेड फर्स्टमै ओके ल कहाँ हेर कि ल 3 2 1 गो रामो के होइछ मैले पिटो गेलेछु ओके कस्तो राम्रो टी-शर्ट ल्याइदिएछु यार उताबाट देखा न कस्तो दामी रहेछ थ्याङ्क यू यो भर्खर कलर किनेको क्या त्यो छेड नगर्नु लास्टमा चाहिँ अब कुन कलर छ कसरी बनाउँदो रहेछ अब ब्ल्याक ल 3 2 1 गो के छ ओइ कालो ब्याग बोक्नु हुँदैन नि ओइ उसकै घरको जस्तो छ घरकै ए ओके यस्तो जान्छ ए थ्यांक यू गो भन्छ राम्रो लाग्यो थ्यांक यू हाम्रो गिफ्ट पाए गाइस मैले चाहिएको कुरा पाए ओके थालेको चाहिएको भन्छ यो छोरा ल अब कुन कलर हो भने वाइट यहाँ राखेँ त मैले लास्टमा देखाउँछु फेरि 3 2 1 गो मैले यही लगाएको थिएँ ग्रीनमा लगाएको फेरि ल्याइदिनु थ्याङ्क यू अब कुन छ साना नबजाऊ साना ल 3 2 1 गो सक्स कस्तो राम्रो छ हेर्नु राम्रो मैले लाग्यो के ल्याएको छु थाहा छ वाउ मलाई थ्याङ्क यू कस्तो चाहिने कुरा ल्याइदिन्छे अनि मैले के पाएँ वाउ मैले पाएको गिफ्टहरू हेर्न भित्र कस्तो राम्रो छ लाइक नाइस ल ठिक छ अब अरू कुन कलर छ मैले ब्याग मगाउनु हाल्यो नि त येल्लो यसो फेरि ल 3 2 1 गो बदाम जुस खुदको जिन्दगी तेरो फेभरेट होइन बदाम जुस यो पनि यस्तो के होइन प्रेसर लो भएर खाएको थिएँ कस्तो राम्रो राम्रो थ्याङ्क यू कति राम्रो यसरी रुममा राख्नु यता कतामा राख्नु भने भत्काइ नाउ नेक्स्ट फेरि गाइस हाम्रो चाहिँ होइन एउटा यसको फोन दुईटै जसको फेस लक खुल्छ क्या येल्लोदेखि ब्राउन ओके ब्राउन ए ल 3 2 1 गो टोपी ब्राउन कलरको चाहिरहेको कस्तो राम्रो टोपी किन्न सकिन्छ भनिरहेको थिइस् नि त अस्तिदेखि कहिले पनि राख्न सकेपछि के राम्रो यस्तो खान्छ नि हाम्रोमा छ कहाँ गएछ यो किन्न चाहिँ पर्पल ओके ल हरायो ए यहाँ रहेछ ल 3 भयो 3 2 1 गो त्यो चाहिरहेको नि त मस्त मैले कहाँ किनेको नि कि गोर्खा अगाडि निस्केको थियो क्या त्यो 10 रुपियाँ बल के किन्न पाऱ्यो अनि मैले यो किन्ने मलाई पनि भन्दै थियो हेलो थ्याङ्क यू थ्याङ्क यू एकदम युजफुल ओके राम्रो रहेछ नि यो कस्तो राम्रो छ अब कुन कलर कस्तो महँगो दियो क्या त्यो किन्न मलाई कुन पर्वत ओरेन्ज ओके ल 3 2 1 गो मैले लिटरली के आइडिया भइसक्यो ल्याऊ थ्याङ्क यू खैले मेरो गिफ्ट भत्काइदिन्छ ब्लू 3 2 1 गो फेस टावेल सक्स ओइ मसँग डिक्टो सेम छ ब्लू कलर डिक्टो के सेम पनि पिच कलरको चाहिँ देखेको पिच कलर हैन नि त यही छ के काठमाडौँमा तिमीलाई कति राम्रो सक्छ मैले ल्याइदिएको चाहिँ छ्याछ्या भन्दै थियो त्यो चिप्लिनेवाला ल्याइदिएछ ठिकै छ त्यही पनि थ्याङ्क यू आँसु पुस्दैछु पहिला छोदा सकिसक्यो ल ल म लिएर आउँछु है ए ल ल ग्रीन हैन ल 3 2 1 गो त्यो के आएको कस्तो राम्रो छ हेर यहाँ यही हो त्यो चाहिँ त्यो 90 के 190 कति पसल भएको रहेछ होइन जे भन् कस्तो राम्रो छ के गाइस तर गई मेरो भाडा ओइ दिदी यो साउन्ड लागेको छैन यो हरियो नेलपलिस के गर्नु दादाको बिहे आइहाल्यो भने तर मान्छेलाई युज हुँदैन यो तेरो बाजे मलाई चाहिन्छ भनेर किने कस्तो भन राम्रो कलर छ यसको
कस्तो दामी Okay, छ still colour. happy? कस्तो दामी छ हेरे डिजाइन पनि हेरे ल गाइस हामीले बाको गिफ्टहरु देखाउँ ल एकचोटी म चाहिँ यही भित्र हाल्छु ल अब मैले चाहिँ सक्स स्याउ यो कस्तो क्युट लाग्यो यो बजेट पनि ठिकै छ ओइ यो त मेरो छोरो लगेछ यो कस्तो दामी ल्याइदिन्छ यो पनि दामी भन्दा ठिकै छ यो यो क्वालिटी मेसिन चाहिँ मलाई एकदम चाहिरहेको थियो यहाँ त छोरो यो चाहिँ एकदम दामी त्यो मैले ल्याएको चिप्स यता मैले अर्डर ल्याइदिएको पखेटा छ साथी दिन यो चाहिँ मैले सुरुमै किनिहालेँ अनि पछि के गर्नु भन्दा दिएको भए हुन्थ्यो त अनि यो के हो पिङ्कमा नदिनु त्यो क्यान्सल गरिदिनु ल त क्यान्सल होइन होइन ल यो पनि ल्याइदिएछु ए त्यो हिजो भर्खर मैले लगाएको थिएँ फर्स्ट टाइम अब म मेरो येल्लोमा पाएँ मैले बदाम जुस ग्रिनमा पाएँ मैले नेल पलिस ओरेन्जमा पाएँ बिस्किट अनि सक्स अनि चोको पाएँ अझ सुन्तला होइन अनि एउटा अलिकति कति भनेको चाहिँ ब्याग कस्तो पाएँ दामी छ क्या अब बजेट चाहिँ 2000 थियो 2000 मा मेरो यो चाहिँ आधी भन्दा एकदम Guys, this was for today. Thank you. Bye.